अब हामी कैलालीतर्फ अब लाग्दैछौँ बर्दियाबाट फेरि र त्यहाँबाट होटलमा झोलासोला मिलाएर फेरि हामी यता लम्की अतरियातिर लाग्नेछौँ। हामी अब यो चिसापानीबाट अब हिँड्नलाई तयार भएका छौँ र यो चिसापानी बजार के भन्छ यसलाई खास लम्की रे लम्का चुवा भन्दो रहेछ, 3 रहेछ। चिसापानी बजार चाहिँ यस्तो रहेको छ है। यो चिसापानी बजारलाई छोडेर अगाडि लाग्दैछौँ लम्कीतिर। अब यहाँबाट लम्की कति किलोमिटर रे? 13 किलोमिटर। र अहिले ठिक 8 बजेको अवस्था छ। हेर्नुहोस् कर्णाली नदी साइडमा हामीले देखिरहेका छौँ र अगाडिको बाटो यस्तो लम्कीतिरको धेरै राम्रो बाटो रहेछ। त्यस्तो वाइड त होइन तर पनि एकदम राम्रो चाहिँ रहेको छ बाटो। हामीलाई एकदम रमाइलो चाहिँ लागिरहेको छ। यो नयाँ बाटो हाम्रो लागि, नयाँ ठाउँ र एकदम नयाँ अनुभव, एकदम मजा लागिरहेछ। बिहानको शीतल हावामा मोटरसाइकल चलाउँदै हिँड्न र सबै दायाँ बायाँ अगाडिको दृश्यहरू हेर्दै हिँड्न एकदम खुसी लागिरहेको छ हामीलाई। यो चिसापानीदेखि उता एकदम मजा लाग्यो, बाटै मजाको। अलि पातलै हिँड्दो रहेछ गाडीहरू, तसर्थ चलाउन सजिलो भइरहेको छ। सानो टिनले छाएको घरहरू र यतापट्टि जङ्गल, हरियाली जङ्गल, धेरै आनन्द लाग्नेछ। हामी अहिले लम्की बजार प्रवेश गरिसक्यौँ। चिसापानीबाट 10 मिनटमै हामी यो लम्की बजार आइपुग्यौँ। बाटो राम्रो भएको कारणले गर्दाखेरि र बजार चाहिँ निकै ठुलो रहेछ र यो लम्की बजार पनि कैलालीकै एक बजार हो। यो चिसापानी र यो लम्की बजारको बिचमा खास कुनै चाहिँ बजार देखेनौँ हामीले। र यहाँनिर हामीले चाहिँ एउटा चोक देख्दैछौँ यता देब्रेतिर र यो बाटोबाट टिकापुर हुँदै कोठियाघाट हुँदै कता रे नेपालगञ्ज चाहिँ पुग्दछ। के गर्ने यतै खाने के गर्ने? राम्रो हुनु पऱ्यो नि त होटल। देखेछौ हेर त यार कति सहज जस्तो लाग्छ भने हेर। हामी यो लम्की बजारलाई छोडेर अब अगाडि बढिरहेका छौँ। बजार त अब बाटैभरि नै देखिरहेका छौँ। ठाउँको नाम चाहिँ रहेछ बलिया। यहाँबाट महाकाली भनौँ न महेन्द्रनगर 110 किलोमिटर जति रहेछ है। उतापट्टि दायाँतिर धान बाली चाहिँ पहेँलै भएको छ। अब पाकेर काट्ने बेला हुन लागिसकेको रहेछ।
बदगोरिया रहेछ। ल बजार बस्ती चाहिँ बजार एरिया ठुलै रहेछ भनौँ। पक्की घरहरू टन्नै देखेका छौँ। तर यो ठाउँको नाम चाहिँ के रहेछ? यो त नगरपालिका रहेछ त। यसो हेर त, केही देखेछौ? बोइनिया हो क्या? बैनिया हो? बैनिया रहेछ ठाउँको नाम चाहिँ। सडकपुर रे फेरि सडकपुर बैनिया। जोस् अहिले हामीले यो धानबारीहरू यति मजाले देख्न पाएका छौँ। पहेँलै टाढा टाढासम्म पहेँलै धानबारीहरू चाहिँ छ, रहेको छ। र बाटो चाहिँ कतै कतै अलिकति अग्लो होचो पिच भए पनि त्यस्तो रहेको छ भने अब धेरै जसो चाहिँ राम्रै छ बाटो। अहिले चाहिँ हामी जङ्गलभित्र है, जङ्गलभित्र चाहिँ यात्रा गरिरहेका छौँ। घना जङ्गल रहेछ, दायाँ बायाँ अलिकति मात्र रहेछ। र टाढा टाढा फेरि हामीले अलिकति बजार बस्तीहरू चाहिँ देखिसकेका छौँ। अन्छ र छैन? र सुखड बजारहरू चाहिँ निकै ठाउँ ठाउँमा चाहिँ यस्तै ठिक्क ठिक्क खालको बजारहरू चाहिँ हामीले भेट्नेछौँ यो बाटोमा। विकास हुँदै गइरहेको छ यो सुदूरपश्चिम पनि बिस्तारै सहरी विकासतिर चाहिँ गइरहेको छ। र अगाडि पनि अलि बाक्लै बजार देखिरहेका छौँ हामीले। यो पनि सुखड नै हो। उतातिर थोरै र यतातिर पनि थोरै फिजिएको रहेछ बजार। कता जाने बाटो रहेछ अरे? यो चाहिँ कान्द्रा नदी पुल 420 मिटर लेखे जस्तो लाग्थ्यो। यस्तो रहेको छ यो पुल र नदी। हाम्रो त बजार बस्ती अलि छैन होला भन्ने लागेको थियो हामीलाई, तर रहेछ है, ठाउँ ठाउँमा बस्तीहरू रहेछ राम्रै राम्रै। यो पर्यो पहलमानपुर। यहाँ त पहलमानै पहलमान हुँदो रहेछ क्या हो? रहेछ क्या हो? ल बजार एरिया ठिकै छ, भित्रभित्र बजारहरू चाहिँ रहेछ। यो पर्यो गौरी गङ्गा पुल। नदीको नाम गौरी गङ्गा होला। चौमाला 3 किलोमिटर मात्र रहेछ अब। हामी यो खुटिया पुलमा आइपुग्यौँ र यतातिरको पुलको बनोट सबै उस्तै रहेछ। हामी चाहिँ कैलालीको अतरिया आइपुग्यौँ। अतरियाबाटै हामी अब महेन्द्रनगर, डडेलधुरा, धनगढी सब यही अतरियाबाट नै छुट्टिन्छ। यता धनगढी साइडतिर यसो लाग्छौँ र त्यताबाट फेरि फर्केर
डडेलधुरातिर लाग्छौँ र यो चाहिँ अतरिया चोक पर्यो। अब हामी एकछिन अलिकति अगाडि धनगढीतर्फ चाहिँ लाग्छौँ र फेरि फर्किन्छौँ। र यो बजार चाहिँ अतरिया कस्तो रहेछ त अतरिया बजार है, हामीले देखाइरहेछौँ। ठुलो रहेछ जस सफा र ठुलो बजारै रहेछ यहाँ। र बाटोको व्यवस्था पनि एकदम राम्रो, एकदम मिलेको रहेछ बाटो, एकदम वाइड बनाएको, गजब रहेछ। जान पर्ने हो यार धनगढी पनि, के हेर्ने र अब हामी उता अगाडि त लाग्दैनौँ, उता भनेको धनगढी जाने बाटो हो।